यति बेला झापामा हिउँदे कमाई मकै उठाउने बेला धमाधम भइरहेको छ। मङ्सिर पुसतिर लगाइएको बाली धमाधम यति बेला उठाउने सिजन चलिरहेको हो। तर यो निरन्तर पानी झरीको कारणले मकै कुहिन्छन् कि भन्ने त्रासबाट किसानहरू आत्तिरहेका छन्। यो अवस्थामा घरमा मकै सुकाउन प्रशस्त ठाउँ नरहँदा किसानहरू बाटोमा समेत मकै सुकाउन बाध्य बनेका छन्। तेरिका भाइ अहिले त पोहोरको साल भन्दा अहिलेको समय त अलिक बदलिँदो समय रहेछ कि राम्रो समय आएन हौ। 2021 सालको समय त एकदम राम्रो थियो र अहिलेको साल धेरै मकै पनि रोपियो। 5 बिघा रोपेको हो, धेरै पनि होइन, 5 बिघा मकै रोपेको। अहिलेको साल चाहिँ झरी मौसम साह्रै बादल वर्षा साह्रै आएकाले गर्दाखेरि धेरै कठिनाइ परेको छ। अनि मकैको फलाइ अवस्था चाहिँ कस्तो रह्यो त यसपालि? फलाइ अवस्था त एकदम पहिलो नम्बर, साह्रै फले मकै चाहिँ। साह्रै फले। अब घोगा चाहिँ हेर्नु न कत्रा कत्रा छ नि, यी हेरिहाल्नु न। अब यस्तो घोगा त फल्ने कुरै भएन अरू ठाउँ त साह्रै फलेको। तर पनि मौसमले चाहिँ अलिकति धोका दियो। कत्रा कत्रा घोगा त अब मौसमले गर्दाखेरि अलिकति बाधा पुर्याएको छ।